हाई गाइस, आज पनि फेरि हामी चाउचाउ बनाउन आँटेका छौँ। आउनु म हेलो गाइस, भक्तको नमस्कार। भक्तको नमस्कार। मलाई चाहिँ भोक लागिरहेछ अनि यो चाहिँ भान्जाको ब्रेड रहेको थियो अनि मैले खाएको। गाइसहरु, हाम्रो 3x स्पाइसी अनि आज अब चाहिँ चाउचाउ हाल्ने है। अनि पानी त कति पहिलो दिएको छ। यो चाहिँ 3x एउटा अनि पानी चाहिँ दुईटा छ। मेरो लागि हो। अनि काम छैन गाइस। अब दिन पनि यस्तो उराड लाग्दो छ कि के गरौँ भन्छ। खाने चिज बनायो खायो। मेरो चाहिँ यस्तै चलिरहेछ। पढ्नु बस्यो भने पढ्ने मुडै चल्दैन, खानामा ध्यान हुन्छ। अब त्यसपछि फेरि अरू होइन, पिरो चाउचाउ खानु मन लाग्छ। हामी यो पिरो चाउचाउ विथ एग, हामी दुईजना भान्जा अनि म च्यालेन्ज गर्ने हो। च्यालेन्ज त त्यस्तै हो, के भन्छ यसो भान्जा पिरो खानुहुन्न नि त। म चाहिँ पिरोवालामा हो, भान्जा चाहिँ नपिरोवाला। यो चाहिँ मेरो एज होल किचन हो। अनि किचनको सामानहरू देखिरहेको छ, इग्नोर गर्नु होला। यता मलाई मात्रै ध्यान दिनु होला। नयाँ हुने साथीहरूले चाहिँ मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। धनियाँ हाल्ने। मसँग अरू चिज त केही छैन, नर्मल एकदम सिम्पल बनाएर खाने भान्जा। अरू चाउचाउहरू चाहिँ मलाई त्यस्तो विधि मिठो लाग्दैन। यो पिरोवाला चाहिँ एकदम जति भए पनि खाने हो कि। यो खाना खाएर पनि, इभन खाना खाइसकेर कसैले खाने हो भनेर बनाएर दियो भने 5 प्याकेट पनि ओके हस् भनेर लिने खालको मान्छे हो क्या म चाहिँ। अरू खानाहरू एक टाइम खाएको छ, अरू टाइम खान मन लाग्दैन, मासुहरू पनि। तर यो पिरो चाउचाउ भनेपछि यति धेरै खान मन लाग्छ कि साथीहरू के भने। म चाहिँ यसरी सिम्पल बनाउने हो। सिम्पल यसरी बनाइसकेपछि यसलाई मजाले यो पानीदेखि बाहिर निकाल्ने अनि त्यसमा मसलाहरू मिक्स गर्ने। मिक्स
गरिसकेपछि के गर्ने भन्दा मजाले खाना अझ यो चाहिँ सुपसँग खाँदाखेरि नि मिठो हुन्छ है हुन चाहिँ तर आफ्नो टेस्ट हो मलाई चाहिँ सुप हालेर खाना पनि मिठो लाग्छ तर हामी चाहिँ अन्डा पनि लाएर खाने नि त त्यही भएर यतिकै चाहिँ गर्ने हो ओके अब म अन्डा बनाउँछु अनि योलाई निकाल्छु यो पाकिसकेको छ अनि फाइनल्ली मेरो चाउचाउ चाहिँ यति भएको छ अब म के भन्छ अन्डा बनाउँछु अनि त्यसपछि यसमा यसको मसलाहरू हाल्छु मसला हालिसकेपछि मजाले घोलिसकेपछि अन्डा पनि पाक्छ अनि खाने सिम्पल खाना अन्डा बनाउने केही पनि नहाल्ने यही मात्रै अन्डा मात्रै अनि अलिकति नुन हाल्ने अनि म चाहिँ यसरी नै मनपर्छ कि प्राय यहाँ छ मेरो यो चाहिँ यता छ मेरो यो किचनको सामान तेल हालिरहेको छु है अब सर हामी हालिसकेपछि के हुन्छ अन्त बनिसकेपछि हामी आगो धेर भएछ अलिक तेल धेर लागेको छ कि अब चाहिँ म यसलाई घोल्न गइरहेको छु त्यसको लागि चाहिँ फर्स्टमा चाहिँ यो हाल्ने यो हाल्छु म चाहिँ यस्तो हातले थाहा हुन्छ कि ओ सरी भान्जाको लागि त पहिले निकाल्नु पऱ्यो नि त आई एम सरी भान्जाको लागि भान्जाले चाहिँ यहाँ खानुहुन्छ भान्जा आउनु त कति भान्जाको लागि ल यति अलिकति अघि पनि खाएको रहेछ ल ल भयो ल यहाँ भान्जाको लागि हो अब मेरो लागि चाहिँ यहाँ म जुस रेडी गरौँ जुस उता ठिकै त्यो तलको टेबलमा रेडी गर्नु है स्टडी टेबलमा फाइनल्ली गाइज हाम्रो चाहिँ भइसकेको छ अब हामी च्यालेन्ज गर्न रेडी छौँ होइन रेडी होइन हेलो गाइस आज हामी म चाहिँ चाउचाउ च्यालेन्ज गर्दैछौँ यस अब खोइ तपाईँको जुस खोइ खाइसक्नु भयो कम बाटो भाइ मम्मीलाई दिनुपर्छ मम्मीलाई त पर्दैन तर यो मिठो खालको हुन्छ जुस यो चाउचाउ एउटा ऊ हो यी दिदी तपाईँलाई ल ल हामी मेरो लागि राख्दिए अर्को त्यत्रो चोखा मन्साको मात्रै हुन्छ सुन्यो मिया मलाई त चोखा मन्साको मात्रै हुन्छ देखाउने हात त्यो खुट्टा नगर्नु देखाउनु न तपाईँ हाम्रो चाहिँ अलिक पर लैजाउँ नि दाजु मेरो लागि स्पुन उचाल्नु ल्याइदिनुहुन्छ उचाल्नु न त तपाईँको मेरो लागि स्पुन ल्याइदिनुहुन्छ यसैले मैले हुन्छ स्पुन होइन अलिक पर अलिक यो यसको उल्टो कि फ्ल्याटवाला चम्चा मिठो क्यान्टिनमा रेडी
झुक्रे नखाइकन सकिँदैन देखेपछि। त्यही त अरू चिज बोल्नु नखाँदा हुन्छ। अँ। मलाई चाहिँ एउटै 2 2 1 गो बिस्तारो खाने बिस्तारो। आमा म पनि भिडियो गर्छु भनेर नि। लाऊ मेरो त अर्को चम्चा छ। बिस्तारो खाने बिस्तारो खानु। भान्जाको नपिरो हो नि त त्यही भएर छिटो खानुहुन्छ कि। ल खानु पनि पाइ चिसो नि। दुईजनाको मुख भन्नाले मियाङले जित्छ जस्तो लाग्यो मलाई। बिस्तार खानु न। नाकको टोटा पनि पोको हुँदैन। मुखबाङ मान्छे भान्जाको। केही त बोल्नु न। गाइस मेरो चाउचाउ मेरो डल्लै छ। जुस पनि सकाउनु पर्छ है। याद दिएको थिएँ चोखा मन्साउनलाई पेट दुख्छ भनेर। दुईजनाको कम्पिटिसन गर्दा मलाई पनि 2 चम्चा चाहिँ पाएको थियो। खाएँ मिठो रहेछ। अब चिसो पनि खाइसकेपछि मात्रै हु इज विनर भन्ने चाहिँ थाहा हुन्छ है। मैले आफूबाट भात गरिना गरेँ न सरेछ। फुल पनि फक्रेछ अनि सानो टुसा पलाएछ नि। म विनर भएँ। तपाईँको के हो चोक्टा नै बाँकी छ। चोक्टाहरू बाँकी छ त्यही त्यसको मतलब म विनर। दुईजनै एकैचोटि जितेको त्यही भएर ड्र भएको ल। बाई बाई गाइज आजको लागि कति बज्यो सोध्छु म। Thank you for watching. Keep supporting us.